guys, welcome back to my YouTube channel. आज चाहिँ म कलेज जानु पाइन किन भन्दाखेरि म बिमारी थिए अन्त एक दिनको रेस्ट लिए। आज चाहिँ म मेरो पिगी बैंकलाई मेरो सानो बर्के पिगी बैंकलाई म आज पेन्ट गर्न आटेको। अलिकति दिनमा प्रोडक्टिभ हुनु मन पर्यो नि त, and that's why I am painting today. So watch till the end. अब चाहिँ म पेन्ट गर्छु। So guys, म चाहिँ यो पिगी बैंक माथिपट्टि रेडी छ, सो म मुनिपट्टि पनि रेडी गरिदिन्छु हो। त्यहाँदेखिको चाहिँ हल्का डिटेल्सहरु हाल्दै जानुपर्छ। म आर्टिस्ट त हैन, तर पनि आई विल ट्राई माई बेस्ट है। सो गाइज, म चाहिँ यहाँ ग्रीन गर्दैछु। मलाई कलर्सहरुको चाहिँ आइडिया छैन हो, तर पनि आई विल ट्राई माई बेस्ट है। पेन्सिलहरुको मात्रै आइडिया छ, यस्तो कलरहरु चाहिँ सारा आउँदैन मलाई म्याचिङहरु गर्नु है। कलरको चाहिँ त्यति सारा आइडिया छैन, बट आई क्यान डु pencil art. So guys, जो पनि नयाँ आउनु हुँदैछ मेरो च्यानलमा, प्लिज डोन्ट फर्गेट टु लाइक, शेयर एन्ड सब्स्क्राइब टु माई च्यानल, ओके। सो यसरी नै माया दिँदै गर्नु भएको छ भने चाहिँ मलाई धेरै खुसी लाग्छ। आज चाहिँ दार्जिलिङमा एकदमै गरम चढेछ, खतरा गरम छ। म चाहिँ भेस्टमै छु। स्कुल्सहरुको पनि 1 महिना छुट्टी भइसकेछ। सो अब चाहिँ म यो यहाँ बर्डरमा चाहिँ व्हाइट गर्ने छु। सो गाइज, मैले चाहिँ पहिला के सोच्थे भन्दाखेरि चाहिँ आजभन्दा 2-3 वर्ष अगाडि युट्युब च्यानल खोल्छु भनेर सोच्थे हैन, तर पनि अब बनाउनु सक्थिन थियो हो, आँटै आउँदैन थियो। अन्त बिस्तारी बिस्तारी त्यो आँट मैले बोके। सो अहिले चाहिँ युट्युब च्यानल खोलेको छु। गाइज, तपाईहरुको सपोर्ट चाहिन्छ मलाई है।
कुराको ट्यालेन्टहरु हुन्छ है। सबैको एउटै ट्यालेन्ट हुँदैन, तर मान्छेले चाहिँ के सोच्छ भन्दा मेरै जस्तो ट्यालेन्ट होस् भनेर सोच्छ क्या कसै मान्छेहरूले। त्यो चाहिँ मलाई मन पर्दैन। अब कसैको गिटार बजाउने ट्यालेन्ट हुन्छ हैन, कसैको ड्रम बजाउने ट्यालेन्ट हुन्छ, अन्त उनीहरु जस्तो हामी कहाँ बजाउन सक्छ। अब म जेसमा एक्सपर्ट छु म त्यही त गर्छु नि हैन गाइस। अब मलाई पेन्टिङहरु गर्नु मन पर्छ। अब कसैकोमा गाइस गिटार बजाउने ट्यालेन्ट छ भने कसैकोमा ड्राइङ गर्ने ट्यालेन्ट हुन्छ, कसैकोमा ड्रम बजाउने ट्यालेन्ट हुन्छ, कसैकोमा के गर्ने ट्यालेन्ट हुन्छ। सबैको ट्यालेन्ट एउटै हुँदैन है। म चाहिँ त्यही भन्छु। कसैले गिटार बजाउन जानेन भने त्यसलाई चाहिँ बुद्धु भन्नु, त्यो हैन नि त। आफै सिकेको मैले पेन्सिल आर्टहरु गर्नु, तर अब टाइमै त पाउँदिन। घरको कामहरु गर्दा गर्दा ठिकै हुन्छ। सो त्यही हो अब भनाइ चाहिँ है। सो गाइस मैले चाहिँ 4 दिन जस्तो भइसकेको थियो भिडियो अपलोड नगरेको, cuz I was ill है। त्यही भएर ल्याउनु नसकेको भिडियो। अब जति सक्दो म डेली भ्लग गर्नु चाहन्छु है। त्यसरी नै तपाईहरुले माया पनि देखाइदिनुस्। सो गाइस मैले पनि बनाइसके, मेरो पटलाई डिजाइन दिइसके। त्यति साह्रो राम्रो त भएको छैन होला, तर पनि सो गाइस द्याट्स इट। आज चाहिँ यति नै हो। मेरो आर्ट कस्तो लाग्यो तपाईहरुलाई भनिदिनुस् होला कमेन्टमा। ओके बाइ बाइ।